नमस्कार। कार्यक्रम साझा मञ्चमा तपाईलाई हार्दिक स्वागत छ। तपाईँ यो कार्यक्रम रेडियो शारदा एफएम 99.2 मेगाहर्ज र अनलाइनमा www.sardaonline.com मार्फत एकसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम साझा मञ्चमा हामी विभिन्न विषयसँग केन्द्रित रहेर विभिन्न व्यक्तित्वसँग चर्चा र परिचर्चा गर्ने गर्दछौँ। आजको साझा मञ्चमा हामी सल्यान जिल्लाको वन व्यवस्थापन लगायत डढेलो सम्बन्धीको यो साताव्यापी अभियानका सन्दर्भमा छलफल गर्नेछौँ। आज हामीसँग कुराकानीका लागि जिल्ला वन कार्यालय सल्यानका डिभिजनल वन अधिकृत अर्थात् कार्यालय प्रमुख टेकबहादुर रावल हामीसँग हुनुहुन्छ। टेक सर, यहाँलाई हार्दिक स्वागत छ। धन्यवाद, नमस्कार। सल्यान जिल्लाको वनको अवस्था बताइदिनुहोस् न। सल्यान जिल्लाको वनको अवस्था भन्दाखेरि सल्यान जिल्लामा टोटल वन क्षेत्र भनेको 64.07% वन क्षेत्र छ र यहाँको वन व्यवस्थापनमा समुदायमा आधारित वन व्यवस्थापन अन्तर्गत यहाँ चाहिँ 630वटा अहिलेसम्म सामुदायिक वनोत्तर समूह चाहिँ दर्ता भएका छन्, गठन भएका छन्। त्यसै गरी 203वटा चाहिँ कब्लियती वन र 52वटा निजी वन र 2वटा चाहिँ धार्मिक वन, यति चाहिँ यो समुदायमा आधारित वन व्यवस्थापन अन्तर्गत वनको चाहिँ व्यवस्थापन र विकास यो मार्फत भइरहेको छ र केही भाग चाहिँ राष्ट्रिय वनको रूपमा पनि रहेको छ र यहाँको मुख्य वन भनेको चाहिँ सल्लोको वन हो। खास गरी खोटे सल्लोको वन चाहिँ सबभन्दा बढी छ, करिब 70% वन चाहिँ खोटे सल्लाको वन छ र बाँकी चाहिँ साल र रैँच, बाँस यस्ता वनहरू 29 यस्ता वनहरू चाहिँ छन् र सालको जङ्गल भनेको यहाँको चाहिँ दक्षिणी बेल्टमा रहेको चुरे क्षेत्रमा पर्ने चाहिँ कालीमाटी गाउँपालिकाको क्षेत्रमा चाहिँ अलिकति सालको जङ्गल चाहिँ बढी चाहिँ रहेको छ। भनेपछि यो सन्तोषजनक जिल्ला नै हो यो। एकदमै यहाँ चाहिँ सरसर्ती हेर्दाखेरि खास गरेर के भन्छ भने हाम्रो विश्वकै हिसाबले वातावरणीय हिसाबले चाहिँ अहिले चाहिँ मापदण्ड भनेको 40% वन क्षेत्र हुनुपर्छ भन्ने छ भने हाम्रो नेपालकै करिब 46% वन क्षेत्र छ र नेपालकै पनि 46% वन क्षेत्र भन्दा पनि अब यहाँ त 64% वन क्षेत्र छ भनेपछि त यहाँ चाहिँ एकदमै राम्रो वनको लागि हिसाबमा सल्यान जिल्लामा राम्रो छ वनको अवस्था चाहिँ यहाँ चाहिँ। यो तपाईँले भन्नुभयो भने जसरी हाम्रो जुन वन क्षेत्र छ त्यसमध्येको पनि अब दक्षिणी बेल्ट चाहिँ अलि हामी वन स्रोतबाट अलि चाहिँ राम्रो आम्दानी लिन सक्छौँ भनिरहँदाखेरि समग्र जिल्लालाई चाहिँ हामी कसरी हेर्ने? अब हामीले खास गरेर हेर्दाखेरि यहाँ चाहिँ दुई खाले वन, एउटा सालको वन र एउटा सल्लोको वन छ र सल्यान जिल्लामा दुईतिरै नै अब सालको वनबाट पनि राम्रै आम्दानी हुने अथवा त्यसको पनि उत्पादन राम्रो हुने हुन्छ भने सल्लोको वनबाट पनि अब विशेष गरेर खोटो यहाँ सङ्कलन हुने भएको हुनाले यहाँ चाहिँ करिब 7वटा खोटो कम्पनीहरूले विभिन्न सामुदायिक वनहरूमा चाहिँ खोटो सङ्कलन गर्छन् र यसरी खोटो सङ्कलन गर्दाखेरि वार्षिक धन्दै तपाईँको 25-26 लाख केजी खोटो चाहिँ वार्षिक यहाँबाट निकासी हुन्छ। त्यो हुँदाखेरि के हो भने सल्लोको जङ्गलबाट पनि राम्रै उत्पादन र आम्दानी लिइरहेका छन् यहाँका स्थानीय जनताहरूले भने सालको जङ्गलबाट पनि राम्रै उत्पादन हुने र आम्दानी चाहिँ लिइरहेका छन्। त्यस कारणले यहाँ दुवै खाले वनबाट राम्रै उत्पादन छ र अर्को कुरा के भने यहाँ जडीबुटी पनि राम्रो उत्पादन हुन्छ। जस्तै जडीबुटीमा चाहिँ टिमुर, दालचिनी, रिट्ठा यहाँ चाहिँ एकदमै धेरै राम्रो उत्पादन हुन्छ। उस्तै पऱ्यो भने नेपालकै सबभन्दा धेरै टिमुर उत्पादन हुने यो जिल्लामा पर्छ यो सल्यान चाहिँ। त्यस्तै गरी खोटो सङ्कलन पनि नेपालकै सबभन्दा धेरै खोटो उत्पादन हुने जिल्लामा चाहिँ यो सल्यान जिल्ला पर्छ। त्यस कारणले गर्दा सल्यानमा एकदमै राम्रो छ र अहिले पछिल्लो चरणमा चाहिँ तपाईँको चुत्रो सङ्कलन, त्यसपछि चुत्रोको पनि बजार पाएको हुनाले अहिले चाहिँ जनताहरूले आफ्नो निजी बारीमा भएको जुन चुत्रो चाहिँ एउटा के छ मिचा प्रजातिको रूपमा थियो, अनवान्टेड स्पेसिसको रूपमा थियो, त्यसलाई चाहिँ हटाउनु पर्ने, उहाँहरूले आफ्नो खेतीपाती गर्दा त्यसलाई हटाउनु पर्ने र त्यसको मूल्य चाहिँ पाउनु भएको थिएन, आगो लगाएर चाहिँ हटाउनुहुन्थ्यो। अहिले चाहिँ उहाँहरूले त्यसको मूल्य पाउनु भएको छ। त्यो पनि अहिले चुत्रो पनि यो वर्ष चाहिँ र गत वर्ष राम्रो चाहिँ बाहिर चाहिँ गएको छ र त्यस्तै गरेर अहिले यो नयाँ चाहिँ यो वर्षदेखि नै एउटा गुजर गानो भन्ने चाहिँ त्यो पनि यहाँ चाहिँ उत्पादन राम्रो भएको छ। यहाँ चाहिँ निजी जग्गाहरूमा पनि गुजर गानो बारी जोत्दाखेरि खन्दाखेरि चाहिँ धेरै भेटिँदो रहेछ होइन। त्यो एउटै गानो धन्दै तपाईँ 70-80 केजीसम्मको गानो पनि हुँदो रहेछ। त्यो पनि धेरै वर्षदेखि चाहिँ त्यसको बिक्री अथवा बजार थिएन, यो वर्ष चाहिँ अलिकति बजार पाएर बिक्री हुने भएको हुनाले त्यो पनि उत्पादन भएर केही चाहिँ गइराखेको छ। त्यस कारणले यहाँ चाहिँ सल्यान जिल्लामा वनको उत्पादन चाहिँ एकदमै राम्रो। मैले त हेर्दाखेरि के छ भने अब खोटो राम्रै उत्पादन छ, सालको काठ उत्पादन हुन्छ, त्यस्तै गरेर हजुरको चाहिँ जडीबुटीमा अब मैले अघि भनिसकेँ रिठा, दालचिनी, टिमुर
उत्पादन हुने, त्यसै गरेर अन्य गैर काष्ठ वन पैदावारमा चाहिँ अब यो गुजर गानो, चुत्रो यो चाहिँ व्यापक रूपमा हुने भयो हुनाले यहाँ चाहिँ वनको अवस्था उत्पादन एकदमै राम्रो छ। तर यो प्राकृतिक स्रोत साधनलाई उपयोग गर्ने र यसको चाहिँ अहिले चाहिँ पछिल्लो तपाईँले भने जस्तै जडीबुटीहरूलाई विविधीकरण गर्ने सन्दर्भमा यहाँहरूको केही कार्यक्रम छ? होइन, हाम्रो कार्यक्रम छ। अहिले पनि हामीले जडीबुटी खेती विस्तार भनेर करिब करिब यो सङ्घीय सशर्त अनुदान अन्तर्गत 60 लाख चाहिँ बजेट विनियोजन भएको छ र त्यसको हामीले चाहिँ प्रस्ताव आह्वान गरेर प्रस्ताव पनि मागिसकेका छौँ। हामी 21 गतेसम्म अन्तिम म्याद थियो। 21 गतेसम्म अन्तिम म्याद हुँदा त्यो बेलामा चुनावको दिन भएको र 25 गतेसम्म बिदा पऱ्यो भनेर हामीले 26 गते अन्तिम दिन गराएर त्यो प्रस्ताव पनि लगिरहेको छौँ। कार्यक्रम छ, त्यस छ। र अर्को चाहिँ टिमुरकै खेतीको पनि एउटा नमुना कार्यक्रम भनेर शारदामा एउटा त्यो कार्यक्रम पनि छ, त्यो पनि यो वर्ष चाहिँ सञ्चालन हुँदैछ। अघि यहाँले भन्नुभएको थियो नि सल्यान जिल्लाको सबभन्दा राम्रो वन भने चाहिँ सल्लाहको वन हो र त्योबाट चाहिँ हामी खोटो मार्फत चाहिँ आय आर्जन गरिरहेछौँ भन्नुभएको छ। तर पछिल्लो समयमा खोटो सङ्कलन गर्ने जुन कम्पनीहरू छन् तिनले खटाएका जो जनशक्ति छ त्यसले सही ढङ्गले चाहिँ त्यो खोटोको चाहिँ उहरू चाहिँ नकाटिदिएको, सानो खोटो रुखहरूमा पनि त्यो चाहिँ अब ठ्याक्कै टेक्निकल भाषा मलाई थाहा भएन, जे पनि खोटो निकाल्नका लागि जुन प्रविधिको प्रयोग भएको छ त्यो चाहिँ अलिक उपयुक्त होइन कि भनेर चाहिँ जिज्ञासा हुने, हामी कहाँ पनि त्यस्तो खालको चाहिँ गुनासाहरू आउने गरेका छन्। यसलाई चाहिँ यहाँले मोनिटरिङ अथवा अनुगमन गर्ने, नियमन गर्ने, सही किसिमले खोटो निकाल्ने सन्दर्भमा के हुन्छ यहाँहरूको? एकदमै हामी चाहिँ त्यसमा यो खोटो सङ्कलन मापदण्ड भन्ने छ होइन, त्यो मापदण्ड बमोजिम नै उहाँहरूले खोटो सङ्कलन गर्नुपर्छ। त्यो मापदण्डभन्दा बाहिर जान पाइँदैन। तपाईँले भने जस्तै अब त्यो मापदण्डमा एउटा कुरा के छ भने 95 सेन्टिमिटरभन्दा कम गोलाइ भएको रुखमा चाहिँ खोटो सङ्कलन गर्न पाइँदैन होइन, त्यो प्रष्ट रूपमा लेखेको छ। र अर्को कुरा के भने त्यस खोटो सङ्कलन गर्दाखेरि त्यो जुन रुखमा घाउ लगाइन्छ त्यसलाई रिल प्रविधि भन्छ होइन, त्यो रिल प्रविधिमा त्यो क्यानलहरू चाहिँ निश्चित गहिराइको हुनुपर्छ भनेर त्यो मापदण्डमा प्रष्ट लेखेको छ। र त्यो खोटो सङ्कलन गर्दाखेरि जुन एउटा यो हिङ प्रयोग गर्छन् होइन, केमिकल प्रयोग गरिन्छ, त्यो चाहिँ त्यसमा चाहिँ यो HCl भन्छ हाइड्रोक्लोरिक एसिड छ, त्यो दुईटा जुन प्रयोग गरिन्छ त्यो पनि एउटा पानीमा निश्चित अनुपातमा चाहिँ मिसाएर त्यो चाहिँ प्रयोग गर्नुपर्ने भन्ने हुन्छ। र रहेको कुरा के भने अब साना रुखमा पनि काहीँ लगाइदिएका छन् होइन। अब खास गरेर के छ भने अब यो खोटो कम्पनीबाट यहाँ चाहिँ प्रतिनिधिहरू खटिन्छन्, प्रतिनिधिहरूले लेबर भित्राउँछन् र यो खास गरेर घाउ लगाएर खोटो सङ्कलन गर्ने लेबरहरू चाहिँ अब अलिकतै बाहिरको छन् धेरै जसो, र उनीहरूले चाहिँ कहिलेकाहीँ अब कुनै नियत खराब भएकोले चाहिँ साना रुखमा पनि घाउ लगाइदिने र त्यो रिल पनि अलिकति साइजभन्दा ठुलो बनाइदिने र त्यसमा केमिकल पनि अलिकति बढी खोटो निस्कियोस् भनेर हालिदिन सक्ने, त्यो चाहिँ यता कता पाइन्छ। त्यसकै लागि हामीले अनुगमन गर्ने र कारबाही गर्ने पनि गर्छौँ। हामीले गत वर्ष मात्रै 48वटा सामुदायिक वनमा हामीले चाहिँ जरिमाना गरायौँ र 13वटा सामुदायिक वनमा त्यस्तो पाइएको ठाउँमा चाहिँ हामीले चाहिँ तिनलाई निलम्बनै गऱ्यौँ होइन। हामीले त्यो वर्ष चाहिँ एक वर्ष चाहिँ खोटो सङ्कलन चाहिँ बन्दै गराइदिउँ भन्नाले अब के छ भने अब 450 सामुदायिक वनहरूमा यो काम भइरहेछ खोटोको सङ्कलनको। अब हाम्रो 8वटा सब डिभिजन छ होइन, त्यो 10वटा पालिका हेर्ने गरेर र उहाँहरूले चाहिँ अब अनुगमन गर्नुहुन्छ। अब के छ भने एउटा सामुदायिक वनमा केही न भने 200-300 देखि लिएर हजुरको चाहिँ 4-5 हजार रुखसम्ममा चाहिँ त्यो खोटो सङ्कलन गर्ने काम भइरहेको हुन्छ। अब प्रत्येक रुखमा गएर अब अनुगमन गर्दाखेरि अब कहिलेकाहीँ भेटिँदैन, देखिँदैन, तर हामीले एकदमै धेरै हाम्रो स्रोत साधन क्षमता र हाम्रो जनशक्तिले भ्याएसम्म हामीले चाहिँ त्यसलाई अनुगमन गरेर नियन्त्रण चाहिँ गर्ने गरेका छौँ। अब अलिअलि बदमासी त भएको छ, त्यो हुन्छ नै। अब यो ठुलो स्केलमा काम हुँदाखेरि सबै मान्छे अब सकारात्मक हुँदैनन्, त्यस कारणले गर्दा हामी चाहिँ अब त्यसमा नियन्त्रणमा चाहिँ एकदमै लागेका छौँ। त्यो हामी सफल पनि भएको छौँ। अब यो छ नि वनजन्य उहरूलाई चाहिँ सङ्कलन गर्दाखेरि पठाउँदाखेरि त्यसको मूल बिउ ननासियोस् भनेर चाहिँ यहाँहरूको चाहिँ त्यो मूल मान्यता नै हुन्छ। तर यो पछिल्लो समयमा तपाईँले अघि भन्नुभयो नि यो चुर्थो होला अथवा यो गुजरगानु होला, यी सबैहरूका चाहिँ जरा बुट्टा समेत नाश हुने गरी पठाउने र त्यसमा फेरि कता न कता के जोडिन्छ नि डिभिजन वन कार्यालयका कर्मचारीहरूको मिले मतोमा
यो चाहिँ धेरै बाहिर पठाउने काम भएको छ, छुटपुर्जी दिने काम भएको छ, त्यसमा चाहिँ अलिअलि भनौँ न गुनासा अलिकति खालको चाहिँ नियमितता नहुने गरेको, एउटा चाहिँ छुटपुर्जी छ तर धेरै भारी चाहिँ बाहिर गइरहेको, यस्ता यावत कुराहरू आउँछन्। यसको सही किसिमको जुन प्राकृतिक स्रोत साधन छ नि यसको उपयोगको त केही मापदण्ड होला नि यहाँहरूसँग? एकदमै मापदण्ड छ होइन, नियम छ, ऐन छ, नियम छ, अनि हामीसँग निर्देशिकाहरू हुन्छन्, सबै कुरा हुन्छ। पहिलो कुरा चाहिँ यो जडीबुटी सङ्कलन गर्ने कुरा भनेको हामीले दिने अनुमति भनेको दिगो सङ्कलन होइन। हामीले जुन सङ्कलन इजाजत दिन्छ त्यो सङ्कलन इजाजतमा हामीले क्षेत्रको 4 किल्ला तोक्या हुन्छौँ, अनि कुन पार्ट चाहिँ सङ्कलन गर्ने त्यो तोक्या हुन्छौँ, र त्यसपछि कुन मेथडबाट सङ्कलन गर्ने त्यो पनि तोक्या हुन्छौँ, र कति अनुपातमा गर्ने, जस्तै 4 भागमा तपाईँको चाहिँ 3 भाग सङ्कलन गरेर 1 भाग छोड्ने, अथवा कुनै कुनै जडीबुटी चाहिँ 4 भागमा 1 भाग सङ्कलन गरेर 3 भाग छोड्ने, त्यस्तो खालको हुन्छ। त्यो अनुपातसम्म त्यो सङ्कलनमा इजाजतमा रहेको हुन्छ। एक अर्को कुरा के भने जुन तपाईँले भन्नुभयो अब यो जडबुटो केही पनि नरहने गरेरै सङ्कलन गरिरहेछ भन्ने कुरो, यो चाहिँ के भन्छ बाहिर प्रचारमा आएको गलत कुरा हो। तपाईँहरूले स्थलगत हेरेर जहाँ सङ्कलन भएको छ त्यहाँ गएर हेर्नुभयो भने त्यस्तो केही पाइँदैन। त्यो हामीले चाहिँ स्थलगत हेरेर भिडियो बनाएर फोटो खिचेर हामीले त्यस्तो निकायहरूमा, हाम्रो मातृ निकायहरूमा पठाएका छौँ। र यो चुत्रो र गुर्जगानुको कुरा के छ भने, चुत्रो भने यस्तो चिज हो कि तपाईँको त्यसको जराबाट यति धेरै पलाउँछ, जति तपाईँको त्यो काट्यो त्यति राम्रो पलाउँछ। त्यसको यो व्यवस्थापनको यो मेथडै त्यो छ, त्यो टेक्निकल्ली त्यो चाहिँ चुत्रो भन्ने प्रजाति त्यस्तो खालको प्रजाति हो। यति धेरै आउँछ कि अब अहिले मैले भने नि तपाईँको चाहिँ गाउँमा किसानहरूको बारीका काल्नामा होइन, यो बारीका वरिपरि चाहिँ हामीले बार लगाएको ठाउँमा, त्यस्तो ठाउँमा चाहिँ चुत्रो कस्तो थियो भने एउटा तनावको रूपमा होइन, यो मिचा प्रजातिको रूपमा रहेको थियो कि उहाँहरूले चाहिँ कस्तो समस्या भएको थियो भने तपाईँको त्यसलाई काटेर टाढा लगेर फालौँ, काँडै हुन्छ, ओसार्न गाह्रो हुने। अब काटेर त्यहीँ आगो लगाइदिउँ, तपाईँको त्यहाँ अरू जडीबुटीका बिरुवाहरू चाहिँ नोक्सान हुने। उहाँहरूलाई यति तनाव भएको थियो, यति टेन्सन भएको थियो, के गर्ने त अब आखिर त्यो फेरि त्यत्तिकै त्यहीँ हुर्किन दिउँ, यति धेरै हुर्किन्छ, यति धेरै फैलिन्छ कि अरू खेतीपाती नै हुन दिएन, यति तनावमा थियो। तर लक्कीले उहाँहरूले चाहिँ गत वर्षदेखि त्यसको चाहिँ बजार मूल्य पाउनुभयो र अनि उहाँहरूले काटेर त्यसको गाँठासम्म काट्नु भएको छ। यो जरा चाहिँ सङ्कलन भएकै छैन कि। अब मान्छेले हेर्दाखेरि के हुन्छ भने त्यो झट्ट थुपारेको ठाउँमा तपाईँको त्यो के भन्छ बोक्रा, अलिकति त्यसको चुत्रोको बोक्रा थोरै ताछियो भने नि पहेँलो जरा जस्तै देखिन्छ। त्यो टाढा हेर्दाखेरि त अलिकति बोक्रा मात्र थोरै ताछियो भने पनि पहेँलो देखिने, जरा जस्तो देखिने। अनि मान्छेले टाढा हेर्दाखेरि झलक्क गरेर हेर्दाखेरि जरा मात्रै सङ्कलन गरेको छ भन्ने भने, तर नजिक गएर कहिले पनि त्यहाँ अध्ययन गर्दैनन् क्या। अनि अर्को कुरा के भने सङ्कलनमा तपाईँको त्यो गाँठा मात्रैसम्म सङ्कलन गरेको छ। गाँठो चाहिँ कस्तो परेको छ भने मैले अघि पनि भने तन्ने तपाईँ 1 क्विन्टलसम्मको गाँठो भेटिया छ त्यो चुत्रोको एउटै गाँठो। कसरी त्यो भयो भन्दाखेरि तपाईँको 8-10 वर्ष अगाडिदेखि नै तपाईँको पलाउँछ, काट्यो, फाले किसानले होइन, अनि फेरि अर्को वर्ष पनि पलाउँछ, काट्ने, फाल्ने, माथिको पलाएको भाग फाल्दै जाँदाखेरि त्यो गाँठो बढ्दै गएर तपाईँको त्यो 1 क्विन्टलसम्मको गाँठो पनि भयो। अब त्यो बेला बजार थिएन होइन, बिक्री हुन्थेन। अब कहाँ गर्ने, बरु माथिको मात्रै फालिदिने अनि खेतीपाती लाउने। अब तलको चाहिँ किन ओखल्ने भनेर नओखलेका थिए, अहिले बजार मूल्य पाए अनि उनीहरूले त्यो गाँठोसम्म ओखलेर चाहिँ बेचेका छन्। त्योभन्दा तलको जरा जुन मसिना जरा हुन्छ त्यो जराबाट यति राम्रो भाब्रा पलाएको छ, यति राम्रो चाहिँ रिजेनेरेसन भएको छ त्यसको। अब गुर्जगानुको के हो भने तपाईँको गुर्जगानुको लहरा तपाईँ हामीले पनि याद गरौँला, कहिलेकाहीँ त्यो लहरा चाहिँ तपाईँको 1-2 हातको लहरा काटेर रुखमा त्यत्तिकै झुन्डाइदियो भने पनि त्यसले बिस्तारै जरा हाल्छ, हावामा पनि जरा हाल्छ त्यसले। भनेपछि तपाईँ त्यो सानो एउटा लहराको टुक्रा चाहिँ माटोमा परेपछि त त्यसै पनि जरा हाल्छ। यति धेरै रिजेनेरेसन छ, यति धेरै फैलाउँछ त्यो गुर्जगानुको। त्यो भएर यसमा चाहिँ कुनै केही उ छैन, यसमा चाहिँ तपाईँको त्यो नाश हुने अथवा लोप हुने त्यो कुनै सम्भावनै छैन होइन। अब सिर्फ यसलाई चाहिँ म्यानेज गर्ने हो होइन, व्यवस्थापन गर्ने हो। अब हामीले चुत्रोको जरा सङ्कलन गर्दाखेरि एउटा जरै नराखेर गरिदिउँ भने त अब नोक्सान हुन्छ नै। र अर्को कुरा के भने गुर्जगानुको पनि त्यो लहरा पनि हामीले नरोप्ने अथवा लहरालाई पनि आगो लगाइदिने, जलाइदिने अथवा हटाइदिने र गानो पनि सङ्कलन गरिदिने हो नि त, त्यो त त्यसै लोप भइहाल्छ। तर त्यस्तो हुन नदिने, हामीले चाहिँ त्यो प्रचार गर्ने, हामीले चाहिँ त्यो त्यहाँ सङ्कलन गर्ने किसानहरूलाई अथवा सङ्कलन गर्ने सङ्कलनकर्तालाई हामीले त्यो खालको चाहिँ प्रशिक्षण दिन्छौँ, सिकाउँछौँ होइन। उहाँहरूले त्यसरी सङ्कलन गर्नुहुन्न। त्यस कारणले यो केही पनि छैन। बरु एउटा के भएको छ भने सल्यान लगायतको जाजरकोट अहिले त कर्णाली प्रदेशमा धेरै ठाउँमा
यो गुर्जगानो र तपाईँको चुत्रोको चाहिँ धेरै सङ्कलन भएर अहिले कम्पनीहरू खोलेका छन् होइन। त्यसको खास गरेर पाउडर बनाउँछ। पाउडर बनाइसकेपछि विभिन्न औषधिहरूमा चाहिँ त्यसलाई र मेटेरियलको रूपमा प्रयोग गरिने भए हुनाले अब त्यहाँ चाहिँ बिक्री हुन्छ। र अहिले किसानहरूले चाहिँ कम्तीमा पनि मलाई लाग्छ के भने गाउँघरका किसानले क्यास पैसा पाएको भनेको माध्यम यही चुत्रो मात्रै हो। चुत्रो गुर्जगानबाट अहिले बल्ल नगद चाहिँ पाछ। नत्र भने गाउँमा विकास त गएको छ होइन। अब बाटो गरेको छ, को ठेकेदार आउँछ, कहाँ कसले काम गराउँछ, उसले कहाँ भुक्तानी लिन्छ थाहा छैन होइन। अब खानेपानीको पनि विकास भएको छ, तर पानी खानसम्म पाएछन्, तर अब त्यहाँको काम रोजगारी केही पाएको छैनन् होइन। पैसा देख्नै पाएको छैनन् क्या, पाएको थिएन। तर यो चुत्रो र गुर्जगानोले चाहिँ मान्छेले, गाउँको एकदम साधारण मान्छेले पनि होइन, कम्तीमा पनि यसो 1000-2000 रुपियाँ यसो क्यास पैसा पाएछ, चलाउन पाएछ, पैसा चाहिँ गाउँमा गएको छ होइन, किसानकोमा गएको छ पैसा। त्यो चाहिँ एकदमै राम्रो फाइदा भएको छ होइन। त्यो कुरा हेर्नु पऱ्यो। र अर्को कुरा के भने यो सामाजिक सञ्जालमा आउने कुरा जुन कुरा छन् त्यो फोटाहरू अहिले त अब एआईले पनि बनाएर गर्छ होइन। मान्छेले के भने बेइज्जत गर्नलाई, अब मान्छेले चाहिँ विरोध गर्नलाई अब त्यो सामाजिक सञ्जालमा आएका कुरालाई तपाईँ हामीले चाहिँ वास्तवमा हुने पत्याउनु हुन्न। त्यो कुरालाई चाहिँ हामीले चाहिँ वास्तविकता के हो, रियल के हो, यो हामीले स्थलगत चाहिँ हेरेर बल्ल अनि त्यसको समीक्षा गर्ने, अब त्यसको बारेमा धारणा बनाउने गर्नुपर्छ जस्तो लाग्छ होइन। अब यो खास गरेर तपाईँहरू मिडियाकर्मीले चाहिँ विशेष गरेर यो चाहिँ गरिदिनुहोस्। हाम्रो त अनुरोध पनि हो के भने कम्तीमा स्थलगत गएर कहाँ कहाँ सङ्कलन भएको छ हामीले बरु त्यो ठाउँ दिन्छौँ, लिस्टै दिन्छौँ हामी जिल्लाभरि। त्यहाँ गएर कसरी सङ्कलन भएको छ त्यहाँ जानुहोस्, फोटो खिच्नुहोस्, भिडियो बनाउनुहोस्, ल्याउनुहोस्। त्यसपछि बल्ल वास्तविक कुरा चाहिँ जनताको बिचमा चाहिँ उजागर गरिदिनुहोस्। त्यो चाहिँ हाम्रो चाहिँ अनुरोध हो। अब यो सामाजिक सञ्जालमा आएका कुरालाई लिएर होइन धारणा बनाउन चाहिँ त्यो गलत जस्तो लाग्छ। अब यो दिगो वन व्यवस्थापन भनेर यहाँले कार्यक्रम पनि चलाउनु भएको छ। रुखहरू काट्ने कुरा पनि दिगो वन व्यवस्थापनभित्र पर्दो रहेछ भन्ने खालको कुरा पनि छ होइन। यो खास कस्तो अलिकति बताइदिनुहोस् न। यो दिगो वन व्यवस्थापन भने चाहिँ खास के हो भने यो शब्दबाटै के हुन्छ भने हामीले हाम्रा सन्तति, भावी सन्ततिको लागि जुन रूपमा अहिले हामीले वनको उपयोग गरिरहेछौँ त्यही रूपमा अथवा त्योभन्दा अझ राम्रो रूपमा चाहिँ उपयोग गर्ने हिसाबले हामीले वनको व्यवस्थापन गर्ने चाहिँ दिगो वन व्यवस्थापन हो होइन। भन्न खोजेको के भने हामीले अहिले जसरी चाहिँ काठ, दाउरा, जडीबुटी अथवा वन पैदावार चाहिँ प्राप्त गरिरहेछौँ, सतत रूपमा प्रयोग गरिरहेछौँ होइन, रेगुलर रूपमा प्रयोग गरिरहेछौँ, त्यस्तै चाहिँ तपाईँको चाहिँ हाम्रा आउने भावी सन्ततिहरूले पनि त्यो कुरा, छोरा नातिहरूले पनि त्यही रेसियोमा, त्यही रफ्तारमा चाहिँ यो वनको चाहिँ पैदावारको चाहिँ ग्रहण गर्ने, प्राप्त गर्ने अवस्था चाहिँ सिर्जना गर्ने हिसाबले अहिले चाहिँ वन व्यवस्थापन गर्ने भनेर यो दिगो वन व्यवस्थापन भनेर लागू गरिएको हो। र यसमा मुख्य गरेर के भने तपाईँको 3टा कुरा चाहिँ हामीलाई घाटा थियो यो नगर्नाले होइन। एउटा कुरा के थियो भने बुढा उमेर पुगिसकेका रुखहरू प्रत्येक वर्ष त्यसको धोत पसेर अथवा कुहिएर घट्दै गएको थियो। भन्न खोजेको के त्यसको गुणस्तर घट्दै जाँदाखेरि त्यसको जुन मूल्य थियो त्यो ह्रास हुँदै गएको थियो होइन, घट्दै गएको थियो। किनभने निश्चित उमेरसम्म बढ्ने हो यो कुनै पनि चिज त, जस्तै मान्छे पनि त्यही हो, जनावर पनि त्यही हो होइन। र अब यो रुख बिरुवा पनि त्यही हो, निश्चित उमेरसम्म बढ्ने हो, त्यसपछि त घट्ने हो। भनेपछि प्रत्येक वर्ष हाम्रो त्यो सम्पत्ति घट्दै गएको थियो, एक घाटा। दोस्रो घाटा के भएको थियो भने त्यो रुखले गर्दाखेरि, त्यो बुढो रुखले गर्दाखेरि अथवा उमेर पुगिसकेको रुखले गर्दा हाँगाबिगाले गर्दाखेरि तलबाट आउने नयाँ जुन प्रजातिका रुख बिरुवाहरू छन् ती रुख बिरुवाहरू पुनरुत्पादन हामीले लाथ्रा, पोल भन्छौँ होइन, तिनलाई चाहिँ बढ्नै दिएको थिएन कि त्यसले थिचेको थिचै गरेको थियो। दोस्रो घाटा त्यो थियो। र तेस्रो घाटा हामीलाई के थियो भने ती बुढा रुखहरू, उमेर पुगिसकेका रुखहरू प्रत्येक वर्ष तिनीहरूको क्वान्टिटी घट्दै गरेका रुखहरूलाई तिनलाई जोगाइराख्नुपर्ने, तिनलाई चाहिँ संरक्षण गरिराख्नुपर्ने, पैसा खर्च गर्नुपर्ने अवस्था थियो होइन हामीले चाहिँ। भने यो 3वटा घाटा चाहिँ थियो। अब यो दिगो वन व्यवस्थापनको हामीले कार्यक्रम लागू गरिसकेपछि ती 3वटा घाटा पनि परिपूर्ति हुन्छन् अथवा त घाटा हुँदैन होइन। पहिलो कुरा के हुन्छ भने दिगो वनमा चाहिँ हामीले उमेर पुगेका रुखहरू चाहिँ निकाल्ने हो होइन, उमेर पुगेका रुखहरू निकाल्ने र त्यहाँ चाहिँ तपाईँको नयाँ रिजेनेरेसन आउन दिने, पुनरुत्पादन प्रशस्त रूपमा आउने वातावरण बनाउने। र यदि पुनरुत्पादन आउने अवस्था छैन, खाली छ, त्यहाँ पुनरुत्पादन आउँदै आएन भने त्यहाँ चाहिँ वृक्षारोपण गर्ने र नयाँ वन बनाउने भन्ने चाहिँ यसको मुख्य उद्देश्य हो। जिल्लाव्यापी भन्दा नि जिल्लाव्यापी नै होइन, जिल्लाव्यापी हो। अब यो के छ भने हाम्रो दिगो वन व्यवस्थापन मापदण्ड कार्यविधि भन्ने बनाएको छ प्रणाली प्रदेश सरकारले, त्यो अनुसारको हाम्रो सबै जिल्लामा लागू छ यो।
तर सल्यानमा के छ भने अब यो सल्लोको जङ्गलमा चाहिँ पनि यो चाहिँ दिगो वन व्यवस्थापन हुन्छ। रहेको कुरा के भने सल्लोको काठको अहिले मार्केट चाहिँ नभए हुनाले खास चाहिँ मान्छेले लगानी गर्न अथवा भोलि हामीले दिगो वनको कार्ययोजना लागू गरिसकेपछि त्यहाँबाट प्रशस्त काठ उत्पादन हुन्छ। त्यो सल्लो काठ बाहिर बिक्री भइदिएन भने भोलि त्यहीँ कुहिएर जान्छ, त्यो घाटा हुन्छ। त्योभन्दा बरु अहिले यहाँ त कम्तीमा खोटो सङ्कलन त भएको छ नि त। त्यो भावनाले हामीले सल्लोको जङ्गलमा चाहिँ गरेका छैनौँ होइन। र एक दुईवटा नमुनाको रूपमा गर्ने कि भन्ने कुरो पनि भइरहेको। तर मुख्य रूपमा चाहिँ सालको जङ्गलमा यो विशेष कालीमाटी गाउँपालिकामा रहेको सालको जङ्गलमा चाहिँ हामीले यो दिगो वन व्यवस्थापन कार्ययोजना गत वर्ष 16वटा बनाएर अहिले कार्यान्वयनमा गइरहेछ। हाम्रो चाहिँ 7-8वटा सामुदायिक वनहरूमा अहिले त्यहाँ कटान भइरहेछ। कटान भनेको के भने हाम्रो कार्ययोजना छ, कार्ययोजनामा सबै कुरा छ। यतिवटा रुखहरू यो जातको उमेर पुगेका यति छन् भन्ने छ, यति निकाल्नुपर्छ भन्ने पनि छ, त्यहाँ सबै सङ्ख्या छ। सबै कुरा चाहिँ इन्भेन्ट्री गरेर स्रोत सर्वेक्षण गरेर कार्ययोजना बनाइएको छ। त्यो अनुसारको दिगो वन छ। र अर्को दिगो वनको कार्यक्रमले के पनि गरेको छ फाइदा भने त्यसपछि के भएको छ भने गाउँमा चाहिँ रोजगारी सिर्जना भयो होइन। मान्छेले कटान मुछान गर्न त्यहाँ लेबरहरू चाहियो, सब गरे। अनि अर्को कुरा के भने सामुदायिक वनको आम्दानी भयो। त्यो भएपछि अब कम्तीमा पनि तपाईँको चाहिँ 20-30 लाख अब 40-50 लाखसम्म अब एउटा समूहले प्रत्येक वर्ष त्यहाँ आम्दानी गर्छ। हेर्नुहोस् अब एउटा वडामा 5-6-7वटा सामुदायिक वन छन्। एउटा सामुदायिक वनले तपाईँ 20-30 लाखदेखि 50 लाखसम्म आम्दानी गर्यो भने त्यहाँको अब त्यो पैसा त्यहीँ चाहिँ सामुदायिक विकासमा, वन विकासमा, विकास निर्माणका कामहरूमा खर्च हुने भयो भनेपछि त राम्रो आम्दानी पनि भयो अनि रोजगारी पनि सिर्जना भयो। र अन्य विकास निर्माणका कामहरूमा त्यो पैसा त्यहीँ लगानी हुँदाखेरि रोजगारी पनि सिर्जना हुन्छ। एकातिर वन काट्ने, वनको सदुपयोग गर्ने कुरामा पनि रोजगारी सिर्जना भएको छ। अर्को त्योबाट आएको आम्दानीको पैसाले जुन विकास निर्माणका कामहरू हुन्छ त्योबाट पनि रोजगारी सिर्जना भएको छ। त्यस कारणले एकदमै राम्रो रोजगारी सिर्जना हुने, आम्दानी हुने, मान्छे व्यस्त हुने, वनको जङ्गलको हैसियत एकदमै राम्रो हुँदै जाने र जुन पुराना बुढा खाडा पिउदिन नसक्ने, टुप्पो भाँचिएका, ढलेका, पढेका यी सबै चाहिँ सङ्कलन भएर जङ्गल पनि सफा हुने र त्यहाँ चाहिँ रिजेनेरेसन आउने, एकदम पुनरुत्पादन हुने, जङ्गल घना हुने, अझ घना हुन्छ जङ्गल। त्यो भावनाले यो दिगो वन व्यवस्थापन कार्ययोजना कार्यान्वयन चाहिँ एकदमै राम्रो कार्यक्रम छ। दिगो वनको कार्यक्रम भनेको एकदम वैज्ञानिक हो होइन। यो चाहिँ धेरै रिसर्चहरू गरेर अनुसन्धान गरेर आएको मेथड हो यो होइन। यो कुनै त्यो एउटाले भावना बगेर सपना देखेर त्यो गरेका कार्यक्रम चाहिँ होइन होइन। त्यस कारणले यो दिगो वनको कार्यक्रम, दिगो वन व्यवस्थापन कार्यक्रम चाहिँ एकदमै लाभदायक र उपयोगी चाहिँ छ। सल्यानमा चाहिँ कर्णाली प्रदेशमा सायद हामी पहिलो जिल्ला हो होइन। हामीले 16वटामा लागू गरेछौँ। यो वर्ष हाम्रो कम्तीमा 10वटा यो वर्ष चाहिँ हुँदैछ भनेपछि 26-27वटा सामुदायिक वनमा हुन्छ। अहिले अर्को कुनै जिल्लामा पनि त्यो चाहिँ अहिलेसम्म एउटा पनि कार्ययोजना स्वीकृत भएर लागू भएको छैन। सुर्खेतमै पनि भएको छैन। जब सुर्खेत चाहिँ दुईटै डिभिजनमा एकदमै यो पोटेन्सियल ठाउँ हो, त्यो चाहिँ दिगो वनको यो कार्यक्रम लागू गर्ने ठाउँ हो, तर त्यहाँ चाहिँ भएको छैन। श्रोता यति बेला तपाईँ रेडियो शारदा FM 99.2 मेगाहर्ज र अनलाइनमा www.saradaonline.com मार्फत कार्यक्रम साझा मञ्च सुनिरहनु भएको छ। हामीले छलफल गरिरहेका छौँ जिल्ला वन कार्यालय सल्यानका प्रमुख डिभिजनल वन अधिकृत टेकबहादुर राउलसँग सल्यानको वन व्यवस्थापन र यो डढेलो सम्बन्धीको 7 आधावी अभियानका सन्दर्भमा कुराकानी गरिरहेका छौँ। सर हामी अलिकति डढेलोतिर केन्द्रित हौँ। खास गरी सल्यान जिल्ला डढेलोको सूचीमा चाहिँ राम्रै नम्बरमा देखियो। खास चाहिँ यहाँको अलिकति यो वन डढेलोको अवस्था बताइदिनुहोस्। अब सल्यान जिल्ला चाहिँ वन डढेलोको जोखिमको हिसाबले अधिराज्यभरिमा 9औं स्थानमा छ र कर्णाली प्रदेशमा चाहिँ दोस्रो स्थानमा छ होइन। यो सल्यान जिल्लाको डढेलोको जोखिम चाहिँ त्यो छ। अब नेपालको 74-77 जिल्लामा 9औं स्थानमा भने त एकदम बढी नै डढेलो हुने हो। र सल्यान जिल्लामै पनि विपद जुन प्राकृतिक विपद जन्ने घटनाहरू हुन्छन् त्यसमा सबभन्दा ठुलो घटना भनेको यो वन डढेलो नै रहेछ। यहाँको जिल्ला विपद व्यवस्थापन समितिले पनि यो वन डढेलोलाई चाहिँ एउटा फर्स्ट प्रायोरिटी राखेर विपद जन्ने घटनाहरूमा, आगलागी जन्ने विपद जन्ने घटनाहरूमा चाहिँ यो वन डढेलोलाई चाहिँ राखेको छ। त्यस कारणले पनि एकदमै रिस्क जोनमा चाहिँ छ यो। त्यो हुनुको मुख्य कारण भनेको यहाँको सल्लोको जङ्गल नै हो मुख्य।
किनभने सल्लोको पात भनेको त्यही त सल्लो भनेको तपाईँको त चाहिँ त्यो यो एकदम 13 देखि 25 को डाटाले पनि झन्डै 1000 बढी चाहिँ आग लागेको घटना भएको छ चाहिँ एकदमै छ। तथ्याङ्कले। अब यहाँ नै म चाहिँ अब 81 82 भन्नाले अहिले 82 83 चालु छ, म 81 82 मा आएँ। 80 81 मा चाहिँ यहाँ धन्य 80% वन क्षेत्र चाहिँ मा डढेलो लागेको थियो होइन, त्यो डाटा थियो। तर 81 82 मा चाहिँ के भयो भने प्रकृतिले पनि साथ दियो होइन। ठ्याक्कै चैतकै महिनाबाट बिचमा चाहिँ बर्सात हुन थाल्यो। त्यसले गर्दाखेरि धन्य हाम्रो त्यही 10 देखि 15% मात्रै वन डढेलो भयो 81 82 मा। र अहिले अब 82 83 मा पनि अहिलेसम्मको हिजोसम्मको अवस्था हेर्दाखेरि 5 ठाउँमा चाहिँ डढेलोको घटना चाहिँ भएको छैन सल्यानमा होइन। र हाम्रो यो चैत यसमा चाहिँ के छ त ठ्याक्कै भन्दाखेरि कारणका हिसाबले गर्दाखेरि के हुन्छ यति धेरै सामुदायिक वनहरू छन्, तपाईँहरू चाहिँ क्षेत्रमा चाहिँ तपाईँहरू आफै पनि खटिरहनु भएको छ। सामुदायिक वनहरूको कार्ययोजनामा पनि यो वन सुरक्षाको कुराहरू उल्लेख छ, तर तैपनि यति धेरै जोखिम किन त? यस्तो छ, जोखिम त हुन्छ नै, त्यो जोखिमलाई कम गर्न त कहिले पनि सक्दैन, किनभने त्यो प्राकृतिक कुरा हो जोखिम भने होइन। नेचुरल्ली खास गरेर यो के हुन्छ भने आगो भनेको ट्रेङ्गलमा हुन्छ कि एउटा चाहिँ आगो हुनलाई, आगो लाग्नलाई एउटा के चाहिन्छ भने अक्सिजन चाहिन्छ एक। दोस्रो चाहिँ तपाईँको के छ भने यो चाहिँ प्रज्वलशील पदार्थहरू बढी हुनुपर्छ होइन। अनि तेस्रो चाहिँ खास के हो भने तपाईँको जो भौगोलिक बनावटदेखि लिएर यो अब तापक्रम, यो विश्वव्यापी रूपमै बढ्दो तापक्रम जुन छ त्यो तापक्रमले गर्दाखेरि पनि अब आगलागीको चाहिँ एकदम बढी चाहिँ घटनाहरू हुन्छ। र यसको नियन्त्रण पनि तपाईँको के हो भने यो ट्रेङ्गलबाटै गर्ने। ट्रेङ्गल भन्नाले जस्तै तपाईँको अक्सिजन एकदम कम गरिदियो भने पनि आगो नियन्त्रण हुन्छ। अर्को चाहिँ ज्वलनशील पदार्थहरू कम गरिदियो भने नि आगो नियन्त्रण हुन्छ। र अर्को पानीको मात्रा चाहिँ बढ्यो भने वाटर जुन पानीले चाहिँ हामी आगो निभाउँछौँ, यो तीनटा कुराले पनि आगो पनि निभाउन कन्ट्रोल गर्न पनि छ। र त्यो पानी बाहेक अरू दुईटा कुराले पनि आगो बल्न त्यसको मात्रा बढ्यो भने आगो पनि बढी बढ्छ भन्ने छ। अब यो तपाईँले भने के भने डढेलो दुईटा कारण लाग्छ, एउटा मानवीय कारण हुन्छ, एउटा प्राकृतिक कारण हुन्छ। प्राकृतिक कारण भने के भने खास गरेर जस्तै अब चट्याङ भयो, ज्वालामुखी भयो, यस्तो विस्फोट भयो भने लाग्ने आगलागी त्यो प्राकृतिक हो। र अर्को चाहिँ के हो भने एउटा ढुङ्गा अर्को ढुङ्गासँग ठोकिएर जुन चाहिँ झिल्को निस्किन्छ त्यो झिल्कोले पनि आगलागी हुन्छ, यो चाहिँ प्राकृतिक कारण हो। अब त्यो एउटा ढुङ्गा अर्को ढुङ्गासँग कसरी ठोकिन्छ त भन्दाखेरि अब जङ्गली जनावरहरू होइन, वन्यजन्तुहरू चाहिँ जङ्गलमा चर्दाखेरि भिरपाखामा एक ठाउँबाट अर्को ठाउँ जाँदाखेरि त्यो भिरमा चाहिँ तपाईँ ढुङ्गा लडेर तल अर्को ढुङ्गामा ठोकियो भने त्यो झिल्का बन्छ, त्यो झिल्काबाट पनि आउँछ। प्राकृतिक कारणले त्यो हो। र मानवीय कारणले त मान्छेले जानी लाउने होइन, अन्जानमा लाग्ने। अब मानवीय कारण त तपाईँको हाम्रो खरबारीहरूमा लाउने चलन छ, जुन खर पलाउँछ भने लाउने चलन, त्यसले गर्दा। अर्को चाहिँ तपाईँ शिकार खेल्न जानेहरूले होइन, सिकारीहरूले त चाहडा लाउने भन्ने हुन्छ, वन्यजन्तुलाई एक साइडतिर लगाइटेर मार्ने उनीहरूको उद्देश्यले एक साइडबाट आगो लगाइदिन्छन्, त्यो पनि एउटा कारण मानवीय कारण। अर्को कारण के भने चुरोट बिडी खाएर ठुटा जताखेरि फालिदिँदाखेरि त्यो पनि लाग्छ। र अर्को कारण के छ भने हाम्रो खेतबारीमा भएका झार जङ्गलहरू चाहिँ होइन सङ्कलन गरेर आगो लाउँदाखेरि त्यो आगो चाहिँ अनियन्त्रित भएर कहिले जङ्गलमा पनि सल्किने। र अर्को कारण के छ भने यो अहिले चाहिँ सडकहरूमा नाली सफा गर्ने पिटौली भन्ने हुन्छ होइन, पिडब्ल्युटी भन्ने हुन्छ, तिनीहरूले पनि के गर्दैछ भने त्यो स्याउला सोतरहरू चाहिँ सङ्कलन गरी सफा गर्दै जाने, नालामा एक ठाउँ थुपार्ने, अनि त्यसपछि उनीहरूलाई पनि त्यो अर्को ठाउँमा फाल्न झ्याउ हुँदैछ अनि त्यहीँ आगो लगाइदिने, त्यस्तो गर्दैछन्। यहीँ पनि शारदाकै यो हस्पिटलभन्दा अलिकति तल चाहिँ अस्ति एउटा घटना चाहिँ भएको थियो। त्यहाँ हामीले त्यो दुईजना पिटौटीलाई चाहिँ सामुदायिक वनलाई चाहिँ बुझाएर हामीले कारबाही पनि त्यहाँ जरिमाना पनि गरायो सामुदायिक वनले, एउटा कुरा। र अर्को हामीले के गरेका छौँ भने लाउनै नदिने उपायमा चाहिँ लाग्नै नदिने उपायमा अर्को चाहिँ हामीले यो जुन खेतबारीमा होइन झार सङ्कलन गरेर आगो लगाउँछन्, सकभर त नलगाउनुहोस् होइन, एउटा खाल्डोमा चाहिँ राखेर त्यसलाई मल पनि हुन्छ पुर्नुहोस्। यदि अब त्यो सम्भावना छैन, लाउनै पर्ने, त्यसलाई जलाउनै पर्ने छ, चाँडै खेती गर्नुपर्ने अवस्था छ भने 10 बजेभन्दा अगाडि मात्रै लाउनुहोस्। अघि त्योभन्दा पछाडि चाहिँ त्यो पोल्ने होइन, त्यो झार जङ्गल चाहिँ पोल्ने काम चाहिँ नगर्नुहोस्, आगो बाल्दै नबाल्नुहोस्। दण्ड जरिमाना त छँदैछ, त्यो त अब वन ऐनमा वन नियमावलीमा त व्यवस्था बगैदा के छ भने आगो लाउनेलाई तपाईँको बिगो असुल गरी भइरहेको छ। बिगो भने त्यो उसले लगाएको आगोले कति नोक्सान गर्यो त्यो बिगो मूल्याङ्कन गरेर त्यसको बिगो असुल गर्ने।
र 60,000 रुपियाँ जरिमाना गर्ने र 3 वर्षसम्म कैद गर्ने वा दुवै गर्ने भन्ने प्रष्ट रूपमा वन ऐन 2076 मा व्यवस्था छ। र अर्को कुरा अब आगलागी भइसक्यो भने कसरी नियन्त्रण गर्ने त भनेर हामीले त्यो पनि एउटा व्यापक प्रचार प्रसार गरेका छौँ। वन डडेलो नियन्त्रण सामग्रीहरू किन्न भनेका छौँ। सामुदायिक वन उत्तर समूहले किनेका छन्, हामीले पनि किनेर सुरक्षा निकायलाई त्यसपछि कहीँ हाम्रो सब डिभिजनहरूमा 8वटा सब डिभिजनहरू लगेर स्ट्यान्ड बाई राखेका छौँ होइन। र अर्को चाहिँ डडेलो लागिहाल्यो भने तपाईँहरूले गाउँमा चाहिँ एउटा माइकिङ गर्नुहोस् होइन, सम्पूर्ण उपभोक्ताहरूलाई चाहिँ जम्मा गरेर त्यो निभाउन चाहिँ सक्रिय सहभागी हुनुहोस् र त्यसपछि मात्रै अनि सुरक्षा निकायलाई अथवा वन कार्यालयलाई फोन गरेर बोलाउनुहोस्। तर नकि त्यो पहिला सुरक्षा निकायलाई वन कार्यालयलाई फोन गरिदिने, आफू चाहिँ घर बसिरहने गऱ्यो भने यो प्रहरीले अथवा वन कार्यालय कर्मचारीले गएर आगो निभाउन सक्ने सम्भावना हुँदैन। त्यो चाहिँ उहाँहरूले सहयोग गर्ने मात्रै हो, सहजीकरण गर्ने मात्रै हो, तपाईँहरूलाई उपाय सिकाइदिने हो भनेर हामीले त्यसलाई चाहिँ व्यापक रूपमा प्रचार प्रसार गरेका छौँ। अहिले हाम्रो यो डडेलो नियन्त्रण तथा व्यवस्थापन सप्ताह 2082 भनेर चैत 1 गतेदेखि 7 गतेसम्म भइरहेछ होइन। जस्तै हामीले प्रत्येक दिन चाहिँ कुनै न कुनै सब डिभिजनमा कार्यक्रम गरिरहेछौँ। जस्तै आज सल्ली बजारमा छ होइन, हिजो चाहिँ मौलाहाल्नेमा थियो, अस्ति चाहिँ यहाँ शारदा, कपुरकोट र थारमारेमा 3 ठाउँमा चाहिँ र्याली अन्तर्क्रिया सबै खास गरेर सरकारवालाहरू मुख्य गरेर के भने सामुदायिक वन उत्तर समूह, सामुदायिक महासङ्घ, जिल्ला शाखाका पदाधिकारी, त्यसपछि गएर स्थानीय सुरक्षा कर्मीहरू, स्थानीय जनप्रतिनिधिहरू सबैलाई सहभागी गराएर त्यो कार्यक्रम गरिरहेछौँ। 7 गते चाहिँ हाम्रो चाहिँ भोलि चाहिँ कालीमाटीमा छ यो र्यालीसहित अन्तर्क्रिया कार्यक्रम कालीमाटी गाउँपालिकामा छ। र यसरी चाहिँ हामीले सप्ताहव्यापी यो एउटा सङ्केत मात्रै हो। यो सुरु भयो है, अब यो डडेलो सुरु हुन्छ, अब चाहिँ तपाईँहरू सजग हुनुहोस्, जति बेला पनि सतर्क हुनुहोस्। इभन हामीले सामुदायिक वनका मान्छेहरूलाई त के पनि भनेको छ भने तपाईँहरू अब राति सुत्दाखेरि पनि सपना त्यही देख्नुहोस् होइन, डडेलो लाग्यो ल डडेलो निभाउन जानुपर्छ भन्ने त्यो सोचेर सुत्नुहोस्। अब त त्यो 4 महिना कम्तीमा तपाईँहरूले खटिदिनु भयो भने 4 महिना यति जोगाइदिनु भयो भने तपाईँलाई वर्षभरि 8 महिना आनन्दसँग तपाईँहरूले राम्रोसँग वन पैदावार प्रयोग गर्न पाउनुहुन्छ। अब यदि त्यो डडेलो लाग्यो भने तपाईँको वन पैदावारदेखि लिएर जीव जन्तुदेखि लिएर यति धेरै नोक्सान हुन्छ, यति घाटा हुन्छ। र त्यो मात्रै होइन, अहिलेको यो जलवायु परिवर्तनकोमा होइन, यो कार्बन उत्सर्जन गर्नेदेखि लिएर सारा कुरा चाहिँ वातावरण बिग्रिनेदेखि सबै कुरा चाहिँ घाटा हुन्छ। त्यस कारणले यसमा चाहिँ तपाईँहरू सजग हुनुहोस् भनेर हामीले अब व्यापक जनचेतना जगाउने, मान्छेलाई कन्भिन्स गर्ने र मान्छेलाई के भने भित्रै स्वस्फूर्त रूपमा चाहिँ यो डडेलो नियन्त्रण गर्ने, डडेलो व्यवस्थापन गर्ने काममा चाहिँ लगाइरहेका छौँ। अहिले चाहिँ त्यो अभियान चाहिँ व्यापकै छ। यसमा स्थानीय तहको सहकार एकदम हामी आखिरीमा छौँ, एकदम संक्षिप्तमा स्थानीय तहसँग कसरी जोडिनु भएको छ? स्थानीय तहसँग हामीले के गरेका छौँ, यो अन्तर्क्रियामा हामीले स्थानीय तहलाई सहभागी गराएका छौँ। एक दोस्रो हामीले के भनेका छौँ, स्थानीय तहको वडा अध्यक्षको अध्यक्षतामा वन डडेलो नियन्त्रण सञ्जाल गठन गरेका छौँ। त्यो सञ्जालभित्र को हुन्छ भने त्यो वडाका सामुदायिक वनहरू सबै, त्यसपछि तपाईँको सहकारी संस्थाहरू कुनै छन् भने त्यो सबै, त्यस्तै गरी त्यहाँको सुरक्षा निकाय पुरै ती सबै चाहिँ त्यसको सदस्य हुने र त्यसको अध्यक्षता चाहिँ वडा अध्यक्षले गर्ने। त्यो हिसाबले चाहिँ हामीले सबै जिल्लाभरि नै एउटा चाहिँ वडा स्तरीय वन डडेलो नियन्त्रण सञ्जाल गठन गरेका छौँ। र यो जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा पनि यो कुरा चाहिँ हामीले पास गर्दैछौँ। अब तुरन्तै हिजो मात्रै सिडिओ साहबसँग हाम्रो वन सुरक्षा समितिको बैठकमा हामीले त्यो एजेन्डा पास गरेका छौँ। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा यो चाहिँ उहाँहरू सबैलाई स्थानीय तहलाई एउटा ओनरसिप दिएर उहाँलाई एउटा वन डडेलो नियन्त्रण तथा प्रतिकार योजना भनेर हामीले त्यो योजना पास गरेर उहाँहरूलाई चाहिँ त्यो लागू गर्नको लागि सबै स्थानीय तहलाई दिँदैछौँ। यो कुरा हो। र अर्को कुरा के भने स्थानीय तहहरूले पनि आफूले पनि केही बजेट छुट्याउनु भएको छ अनि जनचेतना जगाउनु लाग्नु भएको छ। अनि त्यस कारणले वन डडेलो नियन्त्रण सामग्री पनि किन्नु भएको छ। जस्तो त्रिवेणी गाउँपालिकाले वन डडेलो नियन्त्रण सामग्री किनेर स्टक उहाँहरूले चाहिँ 1-2टा वडालाई दिनु पनि भएको छ होइन। त्यो हिसाबले स्थानीय तह पनि एकदमै सक्रिय रूपमै लागेका छन्। यसमा राम्रै कोअर्डिनेसन चाहिँ भएको छ। वास्तवमा बढी जिम्मेवार नै गराइएको छ। हामीले भन्यो नि स्थानीय जनप्रतिनिधि र स्थानीय सामुदायिक वन उत्तर समूहका मान्छेलाई नै मुख्य जिम्मेवार बनाएर यो डडेलो नियन्त्रणको अभियान चाहिँ चलाएको छ। हामीले खास गरी समय दिनुभयो यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद। हस्, धन्यवाद। यहाँले पनि यो अवसर दिनुभयो। यसका लागि चाहिँ यो शारदा एफएम लगायतको पुरै परिवारलाई मेरो पनि धेरै धेरै धन्यवाद, आभार। दर्शक श्रोता, कार्यक्रम सुनिदिनु भयो, हेरिदिनु भयो, यसका लागि यहाँलाई धन्यवाद दिन चाहन्छु र म प्रत्येक इच्छुक दिन चाहन्छु